पछिल्लो समय केही विद्यार्थीहरूले चाहिँ हामीलाई कन्सर्न देखाइरहनु भएको छ। मास्टर्समा पढ्न आएको विद्यार्थी ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड अथवा ग्रेजुएट डिप्लोमा अफ बिजनेस अथवा वाट एभर काइन्ड अफ ग्रेजुएट डिप्लोमा प्लस मास्टर्स गरेर पढ्दै गर्दा भिजामा केही रिस्क हुन्छ कि नै भनेर चाहिँ सोध्दै गर्नुहुन्छ। नर्मली क्लियर कट कुरा तपाईँले के बुझ्नु पऱ्यो भन्दा तपाईँले जुन लेभलको स्टडी गर्न आउनुभएको हो त्यही लेभलको स्टडीमै कोर्स ट्रान्सफर गर्न मिल्छ। भनेको मास्टर्स आउनुभयो भने मास्टर्स नै गर्नु पर्यो, ब्याचलर्स आउनुभयो भने ब्याचलर्स नै गर्नु पर्यो। तर यदि तपाईँले प्याकेज्ड कोर्स गर्दै हुनुहुन्छ, फर इक्जाम्पल ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड प्लस मास्टर अफ टिचिङ, ग्रेजुएट डिप्लोमा भनेको चाहिँ मास्टर्सभन्दा बिलो लेभलको भयो होइन, मास्टर अफ टिचिङ चाहिँ मास्टर्स को इक्विभ्यालेन्ट भयो। ग्रेजुएट डिप्लोमा प्लस मास्टर अफ टिचिङ अथवा ग्रेजुएट डिप्लोमा प्लस मास्टर अफ एजुकेसन यो कोर्स तपाईँले गर्नुभयो, प्याकेज कोर्स गर्नुभयो भने मास्टर अफ टिचिङ अनि तपाईँको ओरिजिनल मास्टर्सको एक्युएफ लेभल चाहिँ मेन्टेन हुन्छ, जसले गर्दा तपाईँको भिजामा चाहिँ कुनै पनि समस्या हुँदैन। तर तपाईँले ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड मात्रै गर्नुभयो भने चाहिँ यो चाहिँ मास्टर्स डिग्रीभन्दा लेभल कम भयो, एक्युएफ लेभल कम भयो। यो चाहिँ हुन त पोस्ट ग्रेजुएट लेभल नै हो, तर यो मात्र गर्दाखेरि चाहिँ रिस्क हुन्छ। त्यसकारण तपाईँले यदि मास्टर्सबाट प्याकेज कोर्स गर्न खोजिरहनु भएको छ भने ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड प्लस मास्टर अफ टिचिङ टाइपको अथवा ग्रेजुएट डिप्लोमा अफ बिजनेस प्लस मास्टर अफ बिजनेस गर्दै हुनुहुन्छ भने नो प्रब्लम, मेक स्योर कि तपाईँले फाइनल सिओई फ्युचर सिओई चाहिँ मास्टर्स अथवा इक्विभ्यालेन्ट होस्। थ्याङ्क यू।